भोलि माघ महिनाको कृष्ण पक्षको एकादशी तिथि सर्तिला एकादशी परेको छ। यसै पनि एकादशीको दिनमा तिलको महत्त्व नै रहन्छ भने भोलिको दिनमा हजुरले 6 ठाउँमा तिलको प्रयोग गर्न सक्नु भए पनि हजुरको पाप नाश हुनेछ। घरमा धन धान्य सुख शान्ति समृद्धि धन ऐश्वर्य प्राप्ति गर्न सक्नुहुनेछ। भोलि 2082 पौष 30 गते बिहिबारको दिन अङ्ग्रेजी डेट अनुसार 2026 जनवरी 14 तारिकको दिन भोलिको दिनमा 28 घडी 31 पला तदनुसार सन्ध्याकालीनको समय 6:22 एकादशी तिथि रहन्छ भने तत्पश्चात द्वादशी तिथि प्रारम्भ हुनेछ। भोलि सूर्यले धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने रहन्छन्। भोलिको दिनमा हजुरले तिलको दान गर्नु, तिलको होम गर्नु, तिलको लेप लगाउनु, तिल राखेको जलले स्नान गर्नु, तिलका प्रसादीहरू लड्डुहरू बनाएर हजुरले चढाउनु। भोलिको दिनमा 6 प्रकारले तिललाई हजुरले प्रयोग गर्न सक्नुहुनेछ। बिहान सूर्यलाई अर्घ दिँदा तिल राखेर गर्नु। एकादशीको दिन कसैले श्राद्ध गर्दै हुनुहुन्छ भने तिल राखेर तर्पण दिनु असाध्यै राम्रो हुनेछ। तिलले शरीरमा लेप गर्नु, तिलको 6 ठाउँमा प्रयोग गर्न सक्नुहुनेछ। यो गर्नाले हजुरको पाप नाश हुनेछ, घरमा सुख शान्ति समृद्धि हुनेछ। अनि ओम नमो भगवते वासुदेवाय नमः जाप गर्नुहोला। तुलसीको मठलाई परिक्रमा गर्नु, तुलसीमा दीप प्रज्वलन गर्नु यो गर्न नभुल्नुहोला। नमस्ते, म पण्डित अजिता।